जहाँ पनि पल्सरै चाहिने, किन हो होन्डा सुजुकी नचाहिने अरूलाई, सधैँ पल्सरै चाहिने। रुदै हुनु सबैजना खुसीको हाँसु पनि हो। पनि थ्याङ्क यू, एकदमै खुसी लाग्यो यति माया गरिदिनु भएको छ। अनि म आमा भनेको शब्द त बयानै गर्न सकिन्न नि, म के भन्ने होला। चाउमिन बनाउन छोडेर पनि तपाईँ पल्सा थिम आउनुभयो होइन त? चाउमिन पाक्न पाएन, पाएन, मम्मीले हेर्दै हुनुभयो, म फेरि भाग्दै गएँ। गरेका छौँ हामीले। मन्दिराजीले कस्तो गर्नुभएको छ होइन, र उहाँको आगामी दिन कस्तो हुनेवाला छ त्यही भिडियोबाट थाहा भइहाल्छ हामीले। र मैले मन्दिरालाई चाहिँ आगामी दिनहरू चाहिँ हजुरको एकदमै राम्रो होस्, अझै राम्रो राम्रो भिडियोहरू गर्नु होला भन्न चाहन्छु। अनि त्यही हो, एकदम गुड लक तपाईँलाई फ्युचरको लागि चाहिँ। हल्का हल्का चिसो छ, यद्यपि मौसम गर्मी हुँदै गएको छ सबैतिर। यहाँ चाहिँ चिसो छ। हामी एकचोटि यति बेला भक्तपुरमा छौँ। यो दृश्य, यो सिन, यहाँ अगाडि हुनुभएका कलाकारलाई देखेर पनि थाहा पाउनुभयो होला, हामी यति बेला पल शाहको सुटिङमा छौँ। पल शाहको सुटिङ भन्ने बित्तिकै विशेष हुन्छ, स्पेसल हुन्छ, र गीत पनि स्पेसल हुन्छ नै। अहिलेसम्म आएका गीतहरू सायदै नचलेका भनेका एकदमै हातमा गन्दाखेरि पनि त्यो कता कता मात्रै होलान्। हरेक गीतहरू चलेका छन्, चाहे उनले खेलेका काठा गीत होस्, चाहे सुदूरपश्चिमतिरका गीत होस्, चाहे अरू होस् होइन। जुन गीत छ त्यो गीत हिट हुन्छ। अहिले यति बेला भक्तपुरमा एउटा गीत सुटिङ भइरहेको छ, त्यो कुन गीत हो भन्ने कुरा एकछिनमा चर्चा गरि नै हाल्छु। मसँग यो गीतका डिरेक्टरदेखि सिनेमाटोग्राफरदेखि कलाकारदेखि गायिका सबै हुनुहुन्छ। म एकमुष्ट स्वागत गरेँ अनि क्वेसन गरौँ होला। धन्यवाद, थ्याङ्क यू सो मच गोपीजी। अब पलजीबाट जाउँ। हामीले योभन्दा अगाडि पनि धेरै पटक भन्छौँ, महिनामा उहाँ 30 दिन बिजी हुनुहुन्छ। 30 दिनमा 20 दिन त उहाँ म्युजिक भिडियोमै हुनुहुन्छ होला होइन। तर कहिले कहिले फिल्म हुँदाखेरि 2-4 महिना फिल्ममा जानुहुन्छ। फिल्म भने फिल्म हिट, म्युजिक भिडियो भने म्युजिक भिडियो हिट। अब यो फिल्म, यो म्युजिक भिडियो पनि हिट हुन्छ भनेर किन भन्न सकिन्छ भन्दाखेरि, अहिले पछिल्लो समय एकदमै तपाईँको हिट भएको, अब स्याउली बजारमा ताना ताना भयो, हाना हान भयो, एकदमै हिट। त्यसै गीतका गायक विशाल सोनी र गायिका लक्ष्मी आचार्यको यो गीत जोडिएको कुरा। अनि यो ठाउँ पनि फेरि त्यही ठाउँ रहेछ, एउटै ठाउँमा सुटिङ भइरहेको छ। अब हस्तीहरू त यहाँ देखिरहनु भएको छ। पल्जीको अधिक दुइटै बराबरै हो नि त्यो गीतमा। स्याउली बजारको कोरियोग्राफर उहाँ, क्यामेरामा भने सकियो। अनि फेरि अर्को कुरा, हाम्रो मन्दिराजी स्याउली बजारमै गीतमा नाच्दाखेरि तपाईँसँग भेट भएको दमौली महोत्सवमा। बाँकी स्टोरी त म भनिहाल्छु, यो इन्ट्रेस्टिङ छ। अब गीतको बोल एकचोटि भनिदिइहाल्नुहोस् त। जोड्का झड्का भन्ने गीत छ। जोड्का झड्का, ओके। अब भनिदिनुहोस् ल, अब यो गीत कस्तो हो, यो गीतमा कसरी जुरियो, एक लाइन भन्दाखेरि? सबभन्दा पहिला सबैलाई नमस्कार। हामी अहिले सुटिङ गरिरहेछौँ अनि आज नाइट सुट भइरहेछ। जोड्का झड्का गीत चाहिँ अब विशाल सोनीजी र हाम्रो लक्ष्मीजीको चाहिँ आवाजमा रहेको गीत छ। अनि त्यसपछि जब स्याउली बजारमा हामीले चाहिँ पर्फर्म गरिरहेको बेला चाहिँ दमौलीमा मन्दिराजीसँग पनि भेट भयो होइन। उहाँ नाच्दा नाच्दै हामीले स्टेजमा मैले तान्दाखेरि चाहिँ अब उहाँ भाइरल हुनुभएको रहेछ, पछि थाहा भयो। त्यसपछि अनि विशाल सोनीजीले चाहिँ पल्लै दाजु हामी गर्दैछौँ एउटा गीत, अनि मन्दिरा बहिनीलाई उनको एकदम इच्छा रहेछ नेपाली गीत सङ्गीतमा आउने या तपाईँसँग खेल्ने, मेन कुरा पल्साजीसँग खेल्ने इच्छा रहेछ, उहाँलाई लिएर काम गर्दा कसो होला भन्नुभयो। अनि मैले चाहिँ म एकदम खुसी भएँ विशाललाई। हुन्छ, थ्याङ्क यू यार विशाल, तिमीले यति सोच्यौ। नयाँ कोही पनि नयाँ मान्छेलाई चाहिँ यसरी एउटा चान्स दिनु भनेको चाहिँ एकदम ठुलो भगवान्ले दिने एउटा आशीर्वाद जस्तै हो। त्यही भएर उहाँको लागि त ठिक छ, म खुसी छु, म गर्छु। गीत बनाउनु त राम्रो भन्ने कुरा हो। बजारमै गीतमा नाच्दाखेरि तपाईँसँग भेट भएको दमौली महोत्सवमा। बाँकी स्टोरी त म भनिहाल्छु, यो इन्ट्रेस्टिङ छ। अब गीतको बोल एकचोटि भनिदिइहाल्नुहोस् त। जोड्का झड्का भन्ने गीत छ। जोड्का झड्का, ओके। अब भनिदिनुहोस् ल, अब यो गीत कस्तो हो, यो गीतमा कसरी जुरियो, एक लाइन भन्दाखेरि? सबभन्दा पहिला सबैलाई नमस्कार। हामी अहिले सुटिङ गरिरहेछौँ अनि आज नाइट सुट भइरहेछ। जोड्का झड्का गीत चाहिँ अब विशाल सोनीजी र हाम्रो लक्ष्मीजीको चाहिँ आवाजमा रहेको गीत छ। अनि त्यसपछि जब स्याउली बजारमा हामीले चाहिँ पर्फर्म गरिरहेको बेला चाहिँ दमौलीमा मन्दिराजीसँग पनि भेट भयो होइन। उहाँ नाच्दा नाच्दै हामीले स्टेजमा मैले तान्दाखेरि चाहिँ अब उहाँ भाइरल हुनुभएको रहेछ, पछि थाहा भयो। त्यसपछि अनि विशाल सोनीजीले चाहिँ पल्लै दाजु हामी गर्दैछौँ एउटा गीत, अनि मन्दिरा बहिनीलाई उनको एकदम इच्छा रहेछ नेपाली गीत सङ्गीतमा आउने या तपाईँसँग खेल्ने, मेन कुरा पल्साजीसँग खेल्ने इच्छा रहेछ, उहाँलाई लिएर काम गर्दा कसो होला भन्नुभयो। अनि मैले चाहिँ म एकदम खुसी भएँ विशाललाई। हुन्छ, थ्याङ्क यू यार विशाल, तिमीले यति सोच्यौ। नयाँ कोही पनि नयाँ मान्छेलाई चाहिँ यसरी एउटा चान्स दिनु भनेको चाहिँ एकदम ठुलो भगवान्ले दिने एउटा आशीर्वाद जस्तै हो। त्यही भएर उहाँको लागि त ठिक छ, म खुसी छु, म गर्छु। गीत बनाउनु त राम्रो भन्ने कुरा भयो। र उहाँसँग लक्ष्मीजीसँग चाहिँ भेट भएछ र यो गीत रेडी भयो, तयार भयो अडियो, र भिडियो कसरी बनाउने, कहिले बनाउने भनेर सेड्युल
बुझ्दाखेरि चाहिँ मौसमजी हाम्रो डिरेक्टर मौसम हिमाली नवराज उप्रेतीजीसँग सेड्युल हामीले चाहिँ बुझ्यौँ र एउटा डेट आजको डेट चाहिँ पक्का लक गरेर सुटिङ गरिरहेछौँ। एकदम डान्सिङ नम्बर छ, जस्तै श्यामली बजारलाई माया दिनुभएको थियो त्यसरी नै श्यामली बजार 2 त आउँदैछ र त्यस्तै त्यही फ्लेभरको गीत चाहिँ यो जोड्का झड्का लगा लगा जोड्का झड्का भन्ने गीत लगा लगा झड्का ओके। अब थोरै स्टोरी भन्छु म। मन्दिरे राई गाई र पल शाहको हल्का भनिसक्नुभयो होइन। दमौली महोत्सवमा अब पल शाह धेरै महोत्सवमा पुग्नुहुन्छ, त्यसै गरी एउटा महोत्सवमा पुग्नुभयो दमौली महोत्सवमा। उहाँ आफ्नो हिट गीत त्यही सेउली बजारमा नाचिरहनु भएको थियो। अडियन्सतर्फ दुईटा भाइको काँधमा बसेर उहाँ त्यही गीतमा रमाइरहनु भएको थियो। तपाईँ स्टेजमा हुनुहुन्थ्यो, उहाँ अडियन्स अगाडि हुनुहुन्थ्यो, तपाईँले देख्नुभयो र बोलाउनु भयो। त्यो भिडियो पनि दर्शकलाई देखाउँला होइन, धेरै दर्शकलाई हेर्नु पनि भएको छ। बोलाउनु भयो र अनि नचाउनु भयो सँगै होइन त, धेरै दर्शकले चिन्नुभयो। तर उहाँ मन्दिराजीको खाजा पसल रहेछ, चाउमिन बनाइरहनु भएको थियो अरे। उहाँको मम्मी पनि यहाँ आउनु छ अहिले जोडौँला एकछिनमा। चाउमिन बनाउन छोडेर पनि तपाईँ पल शाह थिम आउनुभयो होइन त। चाउमिन पाक्न पाएन, पाएन, मम्मीले हेर्दै हुनुभयो, म फेरि भाग्दै गएँ। तपाईँको खाजा पसल छ? नै महोत्सवमा राख्नुभएको थियो। त्यही महोत्सवमा एउटा खाजा भनौँ अथवा स्टल भनौँ, त्यहाँ छोडेर दौडेर जानुभयो तपाईँ। कहिले सोच्नु भएको थियो पल शाहलाई देखाउँला, सँगै नाचौँला, अहिले यसरी सँगै अन्तर्वार्ता दिउँला, म्युजिक भिडियो खेलाउँला? नै यस्तोसम्म सोचेको पनि थिइनँ मैले। विशेष गरी पल शाह दादालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। उहाँले गर्दा नै म आज यहाँसम्म आइपुगेको छु। अनि विशाल सोनी दाईलाई पनि धेरै धेरै धन्यवाद। अनि हाम्रो दिदीलाई पनि उहाँले धेरै सपोर्ट गरिदिनु भयो। विशाल सोनी सरले पनि धेरै राम्रो गरिदिनु भएको छ। अब योभन्दा अगाडि जस्तो हामीले रियल हिरोको रूपमा किन दिइरहेका हुन्छौँ पल शाहलाई भन्दा उहाँको फाउन्डेसन तर्फबाट विभिन्न सहयोग गर्नुहुन्छ, यसरी नव प्रतिभाहरूलाई ल्याउनुहुन्छ। उहाँको त यदि तपाईँ नल्याएको भए सायद उहाँ अहिले अरू काम गरेर बस्नुहुन्थ्यो नि, कलाकार बनेर यति छिटो आउने त चान्स थिएन होइन। एउटा अवसर दिनुभयो, त साँच्चै राम्रो नाच्न जान्ने मान्छेलाई अवसर दिनुभयो फेरि होइन, प्रतिभा भएकालाई दिनुभएको छ। एकछिनमा आउँछ अब गायिका टिम जाउँ। गायिकाज्यू अब मन्दिराजीलाई राख्ने, पलजीलाई त राख्न जो पनि चाहन्छ होइन, उहाँलाई राख्ने भन्ने सोच कसो तपाईँसम्म कसले पुऱ्यायो? विशालजीले पुऱ्याउनु भयो, पलजीले पुऱ्याउनु भयो, अरूले पुऱ्यायो? खासमा चाहिँ यो विशालजीले नै यो सबै कुराहरू जोड्नु भएको हो। उहाँले चाहिँ गीत बनाउन अघि नै लक्ष्मी चाहिँ एउटा काम गरौँ न, मलाई पनि हजुरसँग गीतमा चाहिँ जोडिन मन छ भन्नुभएको थियो। मलाई पनि डान्सिङ बिटको गीत एकदम चाहिरहेको थियो कि म पनि खोजिरहेको थिएँ, अब कता गएर कोसँग गाउँदा ठ्याक्कै राम्रो हुन्छ भन्ने कुरामा डान्स बिटको गीत भन्ने बित्तिकै अनि हाम्रो पल सरको चाहिँ याद आइ नै हाल्छ। किन भन्दाखेरि अब स्टेजमा पनि त्यत्तिकै अब राम्रो होइन। अनि त्यसपछि अनि विशालजीले चाहिँ लौ न त गरौँ न त भन्नुभयो। हुन्छ म पनि एकदम रेडी छु भनेर भन्नुभयो। मलाई एउटा दुइटा गीत सुनाउनु भयो, ठ्याक्कै यही गीत नै एकदम मन छोयो। अनि त्यसपछि चाहिँ अनि मैले केटी चाहिँ कसलाई राख्ने होला, मलाई एकदम डान्स गर्ने केटी चाहियो भन्ने कुरामा मैले उहाँलाई भनेको थिएँ। अनि उहाँले चाहिँ हाम्रो मन्दिरा बहिनी चाहिँ हुनुहुन्छ एकजना, दमौली महोत्सवमा एकदमै भाइरल हुनुभएको छ। हाम्रो चाहिँ स्याउली बजार गीतमा नै नाचेर फेरि चाहिँ भाइरल हुनुभएको छ। अनि उहाँ चाहिँ फेरि डान्स पनि राम्रो गर्नुहुन्छ, त्यो भयो भने एकदम राम्रो हुन्छ भन्ने कुरा उहाँले मलाई भन्नुभयो। फेरि म चाहिँ कस्तो भने नयाँ प्रतिभा चाहिँ एकदमै ल्याउन खोज्ने मान्छे हो म पनि। अब सुदूरपश्चिममा पनि हजुरले अझ धेरै थाहा पाउनु भएको छ होला, कोही गायिका भएपछि मैले एकदम धेरै प्रोत्साहन गर्छु, किनभने कोही न कोही त अब हामी पछि कोही जन्मिनु पऱ्यो भन्ने चाहिँ त्यो अभियसली लाग्छ होइन। र त्यो कारणले गर्दा चाहिँ नि उहाँको मैले हेर्न त त्यो भाइरल हुने बित्तिकै हेरिसकेको थिएँ। सायद पल सरलाई उहाँलाई पनि थाहा थिएन होला त्यो त्यति धेरै भाइरल भइसकेको छ भनेर, उहाँहरू बिजी भएर हेर्न भ्याउनु भएको थिएन होला। अब हामी त हेरिसकेको थियौँ मैले चाहिँ। अनि त्यसपछि अब हुन्छ भन्ने कुरा भयो। अनि पल सरको चाहिँ डेट पाउन एकदमै गाह्रो थियो। अनि त्यसको जिम्मा चाहिँ हाम्रो सोनी भाइलाई नै दिएको थिएँ मैले। अनि उहाँले चाहिँ हुन्छ भन्नुभयो। त्यसपछि जो सबै कुराहरू एकदमै राम्रो। ओके, अब लगा लगा जोड्का झड्का कसरी लाग्छ भन्ने कुराका लागि केही समय कुर्नुपर्छ। अब यो प्राविधिक टिमका हिरोहरू गएर कम्प्युटरमा बस्ने होला, मिठो बनाउने होला। हामीले सुन्छौँ कम्प्युटरमा अरू अन्य मात्रै बस्ने होइन, पल शाह पनि बस्नुहुन्छ अरे होइन, किनकि त्यो आफ्नो टिममा। पहिला डाइरेक्टर साहब जाउँ। नचाउनु कति गाह्रो भयो मन्दिराजीलाई भनौँ न, अरूलाई त नभनौँ। सर नमस्ते। त्यस्तो गाह्रो त भएन, बहिनी राम्रै नाच्नु हुँदो रहेछ। अनि प्लस मैले पनि त्यो क्लिपहरू हेरेँ। अनि मेन चाहिँ हाम्रो आदरणीय पल दाई अनि त्यसपछि विशाल सोनी सरकै कोअर्डिनेसन भइसकेपछि हामी चाहिँ पछाडि जोडिएको हो। अनि त्यसपछि हेरेँ मैले, राम्रो नाच्नु हुँदो रहेछ। मलाई पनि सोध्नु भएको थियो अनि के गर्ने भने चाहिँ ठिक छ राम्रो नाच्नु हुँदो रहेछ, दाइहरूले भनिसकेपछि पक्कै पनि नराम्रो चाहिँ होइन भन्ने मलाई चाहिँ फुल कन्फिडेन्ट थियो। त्यसपछि ल होइन भन्ने हिसाबले आयौँ। मजाले बहिनीले एकदम राम्रोसँग गर्नुभएको छ। एकदमै डान्स चाहिँ फर्स्ट टाइम
नै होला है म्युजिक भिडियो, तर फर्स्ट टाइम जस्तो छैन, राम्रो गर्नुभएको छ अनि पक्कै पनि आउँछ, पछि हेर्नुहुन्छ, राम्रो भएको छ काम चाहिँ। ओके, अब नवराज उप्रेतीले खिचेको कुरामा त कुनै कम्प्रोमाइजै छैन, फिल्मै खिचेर हिँड्ने मान्छे हो, म्युजिक भिडियो पनि टप होइन, पल्जीका अधिकांश म्युजिक भिडियो सबै इन्डस्ट्रीका सबैभन्दा हुन्छ होला। कस्तो देखाउनु भएको छ त उहाँहरूलाई भन्दिनुहोस् न त। अब उहाँहरूलाई एकदम राम्रो देखाएको छ, एकदम राम्रोसँग नाच्नु भएको, नयाँ जस्तो नदेखिने गरी एकदमै राम्रो खिचेका छौँ, हामीले एकदम मेहनत गरेका छौँ। अब यो कस्तो देखाएको छ के छ भन्ने कुरो पछि भिडियो आएपछि थाहा भइहाल्छ दर्शकहरूलाई। मा पर्छ हाम्रो नवराज चाहिँ, क्यामेरा पर्सन चाहिँ अति नै डिओपी, अति नै मेहनती डिओपी। आफै चाहिँ म आफै दौड्ने ल अझै कुनै हुन्छ नि कहिले आर्टिस्टको चाहिँ कपाल बिग्रिरहन्छ, कहिले फेस जस्तो हुन्छ नि, अलिकति क्यामेरा फेस भइरहन्न, आफै चाहिँ ल यता फर्किनुहोस् ल, अलि भएन फेरि गर्नुहोस् भनेर सिकाउने एकदमै मेहनती क्यामेराम्यान। र हाम्रो आमा लाई पनि यति सफल बनाइदिएकोमा, यति राम्रो खिचिदिएकोमा धन्यवाद नवराज। अब अहिले लक्ष्मीजीले नि भन्नुभयो यो रमाइलोको लागि लिन्छ, जहाँ पनि पल्सरै चाहिने, किन हो होन्डा सुजुकी नचाहिने अरूलाई, सधैँ पल्सरै चाहिने किन होला भनिदिनुहोस् पल्सरले। अब जहाँ पनि तपाईँ किन चाहिने, जुन गायिकालाई, जुन निर्मातालाई, जुन डाइरेक्टरलाई तपाईँ किन चाहिने, खासमा तपाईँमा के चिज छ त्यस्तो? त्यो चाहिँ अब मलाई भन्दा नि उहाँलाई सोध्नुपर्ने हो होइन। के चिज छ पल्सरमा, के चिज छ ल? मैले चाहिँ अहिलेसम्म खासमा हाम्रो त्यसरी भेट चाहिँ भएको छैन। फर्स्ट टाइम चाहिँ यसरी भेट भएको पल्सरसँग चाहिँ एउटा स्टेजमा मात्रै भेट भएको थियो, एउटा सम्मान कार्यक्रममा। त्यो बेलामा सायद हामी त्यति धेरै अगाडि पछाडि भएर भेट भएको थिएन। उहाँलाई एकदम धेरै माग हुने एउटै कारण हो, उहाँसँग कला छ कि त्यो क्षमता छ कि त्यो व्यक्तिभन्दा पनि त्यो क्षमताले चाहिँ मान्छेलाई त्यो तानेको हो कि मैले बुझेको चाहिँ त्यति मात्रै हो। र उहाँको कारणले गर्दा चाहिँ धेरै डान्स गर्ने अथवा कला भएको, क्षमता भएको चाहिँ कलाकारहरू यति धेरै उहाँले मलाई लाग्छ जति सक्दो जन्माउनु भएको छ अथवा यो अवसर दिनुभएको छ नि, त्यसको लागि पनि म पल्जीलाई एकदम धेरै धन्यवाद दिन चाहन्छु कि। अब मैले भनेको थिएँ नि, पल्जीले नाचिसके पछाडि पल्साको म्युजिक भिडियो भनेर थम्बनेलै हेरेर गएर पनि मान्छे धेरै जान्छन् कि, किनकि राम्रै नाच्छन् अथवा राम्रै गीत चुज गर्छन् भन्ने हुन्छ। यो गीत 1 महिनामा कति करोड जान्छ त? तपाईँ त अनुमान लगाउन सक्नुहुन्छ होला। होइन, मैले चाहिँ कहिले पनि यो भविष्यलाई चाहिँ मैले हुन्छ नि फ्युचरमा यस्तो होला भनेर मैले कहिले पनि अनुमान गर्दिनँ। राम्रो हुनुपर्छ चाहिँ छ होइन, राम्रो हुनुपर्छ। र कहिलेकाहीँ चाहिँ भवितव्य होइन, भविष्य कसले देखाएको छ थाहा हुन्न, तर सक्दो हामीले मिहिनेत गरेका छौँ होइन, हाम्रो हातमा छ। रिलिज नहुन्जेल चाहिँ हाम्रो हातमा हुन्छ, र रिलिज भएपछि चाहिँ दर्शकको हातमा हुन्छ। सब दर्शकलाई मन पऱ्यो भने चाहिँ रातारात करोडौँ भ्युज पनि पुग्न सक्छ होइन, 1 महिनाभित्र करोड पुग्न सक्छ। तर नपुगे पनि हामी चाहिँ खुसी छौँ, जति पुऱ्याइदिनुहुन्छ दर्शकले हामी एकदम खुसी हुन्छौँ। त्यही भएर तपाईँहरूले एकचोटि चाहिँ हेर्नु होला म्युजिक भिडियो कस्तो गरेका छौँ हामीले, मन्दिराजीले कस्तो गर्नुभएको छ होइन, र उहाँको आगामी दिन कस्तो हुनेवाला छ त्यही भिडियोबाट थाहा भइहाल्छ हामीले। र मैले मन्दिरालाई चाहिँ आगामी दिनहरू चाहिँ हजुरको एकदमै राम्रो होस्, अझै राम्रो भिडियोहरू गर्नु होला भन्न चाहन्छु। अनि त्यही हो, एकदम गुड लक तपाईँलाई फ्युचरको लागि चाहिँ। अब मन्दिराजीलाई अफर आउनेवाला छ होइन, पल्सासँग नाचिसकेपछि, भिडियो हेरिसकेपछि प्रिपेयर हुनुहुन्छ? अब त फेरि कलाकारितामा लागिराख्नु पऱ्यो। अब घरतिर के भन्नुभएको छ, एउटा मात्रै हो कि अरू पनि गर्ने कि? अब सबैले सपोर्ट गरिदिनु भयो भने अझै अगाडि जाऊँ होइन। घरबाट त धेरै सपोर्टिङ छ, यसरी नै सपोर्ट कति छ भनेर चाहिँ आज थाहा देखाएको छ क्या। कस्तो उहाँको अङ्कल आन्टी बुवा मम्मी, उहाँको सानो बहिनी सबै आउनु भएको छ, होल परिवार नै दमोलदेखि आउनु भएको छ यहाँ सुटिङ सेटमा। र दिनभरि एकछिन पनि थकाइ नमानिकन हेरिहेर्नुमा चाहिँ खुसी हुनुहुन्छ उहाँहरू चाहिँ। उहाँ नाच्दाखेरि पछाडि चाहिँ खुसी भएर बस्नु भएको छ। सो एकदमै सपोर्ट रहेछ। अब भन अरूले अडियन्सले सपोर्ट गरिदिनु भयो भने म अरूमा पनि नाच्छु, अरू पनि खेल्छु भन्ने कुरा हो तपाईँको होइन? हजुर। कति वर्ष हुनुभयो खासमा तपाईँ? 21 वर्ष। 21 वर्ष? ल, तपाईँको धेरै उमेर छ। पल्जी भन्दा अझै माथि पुग्नु शुभकामना होइन। ल पल्जी, अब यो भनिरहँदाखेरि गीत त एकछिनमा सक्यो भने गाउँला होइन, गाउँछु भन्नुभएको छ उहाँले। हो यसो तपाईँले उठाइदिनुहोस्, अरूले छोप्नुहुन्छ नि त नजर, किन कस्तो रहेछ यो गीत भनेर यसो कौतूहलता नि राख्नु पर्ने। गीत चाहिँ अब लगा जोडका झट्का भनेपछि गीत राम्रो नै छ। जोडका झट्का ए लगा जोडका झट्का, मै राम्री छैन र ए बब्बालै छैन र। अगाडिबाट युट्युबहरूमा देखेँ र मलाई मन देख्नै माया लाग्थ्यो कि, यसरी माया लाग्ने कि, तर पनि आज त प्रत्यक्ष म खुसी लाग्छ त्यसमै। प्रत्यक्ष देख्न पाउनुभयो, आज छोरीलाई यो स्थानमा ल्याइदिनु भएको छ होइन। एउटा आमाको लागि सबभन्दा खुसीको कुरा त के होला र? कति खुसी हुनुहुन्छ? विशेष गरी भेट्नु त फरक चिज, अझै छोरीको एउटा भविष्य बनाउनुको लागि। मेरो छोरीलाई भन्दा नि उहाँलाई देख्दा म खुसी छु, यति खुसी छु।
लाखौँ करोडौँ दर्शक यसै गरी तपाईँलाई भेट्न चाहन्छन् कि तपाईँको यो मन यो एउटा समाजसेवी मन भनौँ न विशेष गरी कस्तो लाग्छ हेर्नु त यसरी बोल्न सकिँदाखेरि चाहिँ अब मलाई एकदमै खुसी लाग्यो उहाँहरूको खुसी नै मेरो खुसी हो रुदै हुनु सबैजना खुसीको आँसु पनि हो पनि थ्याङ्क यू एकदमै खुसी लाग्यो यति माया गरिदिनु भएको छ अनि दमौली तनहुँमा यति धेरै माया पाथेँ मैले होइन र त्यही दमौलीमा गएर चाहिँ मन्दिराजीहरूलाई भेटेँ उहाँहरूलाई भेट्ने मौका पाएँ मैले र यसरी म्युजिक भिडियोमा खेलाउन भन्दा पनि अब यसरी सँगै खेल्दाखेरि चाहिँ म उहाँले भने जस्तै म मेरो लागि भन्दा पनि म मन्दिराको लागि र उहाँको फ्यामिलीको लागि खुसी छु म चाहिँ जे भयो नि उहाँको एउटा ट्यालेन्टलाई चाहिँ हामीले देखाउन मौका पायौँ र नयाँ प्रतिभालाई चाहिँ हामीले चाहिँ उजागर गर्ने मौका पायौँ यहाँसम्म ल्याउन पायौँ हामीले सायद के थाहा अब आउने वर्षमा एकदम हिट मोडल पो हुनुहुन्छ कि होइन सो त्यो खुसी लाग्छ मलाई चाहिँ एकदम खुसी लाग्छ आज र मम्मीलाई फेरि पनि धन्यवाद यो मायाको लागि र तपाईँको सम्पूर्ण परिवारलाई धन्यवाद छ अनि विशाल सोनी भाइलाई एकदम सम्झिरहेको छु यहाँदेखि अलि मिस गरिरहेको छौँ हामीले र छिट्टै हामी स्याउली बजार 2 पनि लिएर आउँदैछौँ हेर्नु होला थ्याङ्क यू मम्मीको छेउमा बसेर केही भन्नु खोज्नु भयो थोरै भन्छु मम्मीको म आमा भनेको शब्द त अब बयानै गर्न सकिन्न नि म के भन्ने होला ठिक छ यो खुसीको कुरामा यो भयो को हुनुहुन्छ चाहिँ घरमा चाहिँ अरू घरमा सबैजना हुनुहुन्छ होइन छोराछोरी को अरू दाइ बहिनी दुईवटा दिदी एउटा दाइ हुनुहुन्छ बाबा गाउँमा हुनुहुन्छ अनि दिदीको छोरी अहिले हामीसँगै हामी 3 जना बस्छौँ अहिले चाहिँ ल सफलताको शुभकामना सँगसँगै भविष्यकै राम्रो होस् पल्जीको साथ सधैँ पक्कै रहन्छ होइन मेरो छोरा के हुनुहुन्छ उहाँ पनि मेरो छोरा नै मान्छु मैले होइन अघि नै भनिसकेँ मलाई 4-5 वर्ष अगाडिदेखि नै मनदेखि नै माया लाग्ने अहिले झन् देखेँ झन् माया लाग्यो मलाई होइन अब उहाँहरूको सबैको भनौँ न हातमा साथमा नानी छ अब उहाँहरूले नै अब कसरी गर्ने उसले भन्दा नि उहाँहरूले पनि जान्नु भएको छ नि त कसरी गर्ने उहाँहरूकै हात छ त्यसैमा धन्यवाद थ्याङ्क यू सो मच पानी पनि पर्न लाग्यो यो भनेको राम्रो लक्षण पनि हो होइन थ्याङ्क यू सो मच थ्याङ्क यू